बेसा चार ठाउँ पुरै राखेको यसलाई त पुरै बेसारमा हल्दी गयो हल्दी यो सम्झनाले आलु काट्न लाग्यो 2 घण्टा भयो यार ए सुत्या थियो सुत्या थियो भन्छ देख्नु छैन के खाइस लड्डु ल बाट लड्डु त्यो अलि सफासँग च्याट्ट बाहिर सफा गर नत्र फेरि उ हुन्छ खराब हुन्छ अझै एकचोटि सफा गर्नुपर्छ त्यसलाई त्यसरी हुन्न के भन्छ अनि आलु सफा गर्दै यतातिर सम्झनाले आलु सफा गर्दै यो के भन्छ हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ कतादेखि हेर्दै हुनुहुन्छ कुन मोबाइल फोनबाट हेर्दै हुनुहुन्छ भनेर भन्न नमिल्ने कमेन्ट गर्नु होला जहाँदेखि हेर्दै हुनुहुन्छ ल साथीहरू यस्तो छ आलु हरियो आलु रहेछ एउटा चाहिँ हरियो आलु फुटबल खेल्नलाइस बा फुटबल खेल्नलाइस ल खेल 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 ओइ तेरीका वाह 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 तकडा आएछ वाह वाह ल यहाँले त यहाँले वाह 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 तकडा आन्छ वाह 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 ठिक छ गुड 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 यता हेर उता नफाल बाबु खस्छ अहिले गइहाल्छ यता उता भाइ ल ल ल ल अहिले फेरि गइहाल्छ उता भाइ नत्र उता स्वाट्ट गइहाल्छ कि यता अहिले गयो भने गयो हुन्छ फेरि के फुट्या लल्ले पूजा डल्ले पूजा भन्न डल्ले पूजा लल्ले पूजा भन्छ त्यतिकै बन्छ अस्ति ऊ खाएछ नि के हो त्यो के अरे कुपिनिएको के अरे कुपिन्नाको के हो त्यो मिठाईको नाम नामै बिर्सिलु म त यार के मिठाई अरे ललिता त्यो मिठाईको नामै बिर्सिलु यार म त यार राम्रो बनायो भएर के यार कति कति इजी छ भुजा ल्याउने भेजी ल्याउने अनि फेरि त्यसमा निका त्यो बिलाइदिने अनि फेरि हाल्दिने भुजा अनि फेरि एकैछिन पाक्न दिने अनि आन 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 आइस आन के धेरै पछाडि नजा अहिले लोड्छ अहिले त्यही लर्किकन अहिले उता गइकन मात्रै पावर आउँदो र यो मान्छे त यार